काठमाडौँ पयोदा अस्पतालको भेन्टिलेटरमा हप्ता दिन बढी देखिरहेका शिव रेग्मी सदाका लागि संसार छाड्न बाध्य हुनुभयो। सफल निर्देशकको उपमा पाउनुभएका उहाँ आफ्नो जीवन बचाउन चाहिँ असफल रहनुभयो। फिल्म क्षेत्रबाट उहाँको उपचारमा खर्च राम्रोसँग उठे पनि त्यो पैसाले उहाँलाई बचाउन सकेन। यद्यपि उहाँ अब बाँच्दिन भनेर स्वयं आफैले एक किसिमको संकेत 1 महिना अघिदेखि नै दिनुभएको थियो, जस अनुरूप उहाँको चाहनामा उहाँको परिवारले गृहनगर चितवन ल्याएको थियो। तर चितवनमा सजिलै संसार छाड्ने मनसाय बनाएका रेग्मीलाई पीडाले अत्यन्त च्यापेपछि हप्ता दिन अघि एयर एम्बुलेन्सबाट काठमाडौँ लगिएको थियो। अन्तिम घडीमा राम्ररी श्वास फेर्दै संसारबाट बिदा लिनु उहाँको परिवारको चाहना थियो। त्यसकारण उहाँ भेन्टिलेटरको सहारामा हप्ता दिन जीवितै रहनुभयो। विक्रम सम्वत 2021 सालमा पिता खगराज रेग्मी र माता भक्तमाया रेग्मीको ज्येष्ठ सुपुत्रको रूपमा जन्मिनु भएका रेग्मीले 55 सालबाट आफ्नो निर्देशकीय करियर सुरु गर्नुभएको थियो। सन् 1985 मा ज्ञानु रेग्मीसँग विवाह बन्धनमा बाँधिनु भएका रेग्मीका 4 सन्तान छन्। उहाँले सुरुवातमा नाट्य अभिनेता भएर नारायणी कला मन्दिरमा काम गर्नु भएको थियो। सन् 1993 मा नाटक स्वदेशभित्र हराएका नागरिकका लागि उहाँले पुरस्कार समेत प्राप्त गर्नुभएको थियो। फिल्मी सुरुवात चलचित्र प्रेम पूजाको स्क्रिप्टबाट गर्नु भए पनि 2056 सालबाट आफ्नो निर्देशकीय करियर चलचित्र आफन्तबाट सुरु गर्नुभएको थियो। उहाँले चलचित्र सिन्दुरपोतेमा चरित्र अभिनेताको भूमिका समेत निर्वाह गर्नुभएको थियो। आफन्त, आफ्नो मान्छे, सुख दुःख, हामी तीन भाइ लगायत धेरै उत्कृष्ट चलचित्रका निर्देशक शिव रेग्मी विगत 8 महिना अघिदेखि थला पर्नु भएको थियो। चलचित्र निर्देशक, लेखक तथा गीतकारको परिचय बनाएका रेग्मीको दुवै मृगौलाले काम गर्न छोडेको थियो। उमेरले 50 पनि नकटेका चितवने रेग्मीको विगत 8 महिनादेखि घर र अस्पताल गर्दै दिन बितिरहेको थियो। गत फागुनमा सामान्य डायरिया भएपछि स्वास्थ्य परीक्षण गर्दा उहाँको दुवै मृगौलाले काम गर्न छोडेको जानकारी प्राप्त भएको थियो। हुन त नेपालमा पनि मृगौला प्रत्यारोपणको काम हुन्छ, तर उहाँ विविध कारणले यसका लागि असमर्थ रहनुभयो। राम्ररी पनि हिडडुल गर्न नसक्ने रेग्मीले यसअघि घरमा नै दैनिक 3 पटक डायलोसिस गराइरहनु भएको थियो। यही मङ्सिरमा नै मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहनुभएका रेग्मीको यो सपना सपनामै सीमित रह्यो। गएको वर्ष छोरीलाई समेत हिरोइन बनाएका रेग्मीको चाहना ओस्कारसम्म पुग्नु थियो, जुन चाहना अब कहिल्यै पूरा हुने छैन। निर्देशक रेग्मीको पराई मनले मनलाई छुन्छ नामक 2 फिल्म रिलिजको क्रममा रहेका छन्। नारायणी कला मन्दिरका आजीवन सदस्य तथा वरिष्ठ चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीको श्रद्धाञ्जलीका लागि दिउँसो 2 बजे उहाँको पार्थिव शरीरलाई नारायणी कला मन्दिरमा राखिएको थियो। सो श्रद्धाञ्जली सभामा पत्रकार, कलाप्रेमी तथा सयौं शुभेच्छकको बाक्लो उपस्थिति रहेको थियो। श्रद्धाञ्जली सभामा उपस्थित व्यक्तिहरूले स्वर्गीय रेग्मीलाई यसरी सम्झन चाहे। उहाँको यो अपूरणीय क्षतिले नेपाली चलचित्र जगतलाई, नेपाली गीत सङ्गीतको क्षेत्रलाई एउटा अपूरणीय क्षति हामीले महसुस गरेका छौँ। उहाँको यो अन्तिम विदाईको घडीमा उहाँको आत्माले चिर शान्ति पाउन सक्छ। शिव रेग्मी एउटा कुशल निर्देशकको रूपमा हामीमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनले चलचित्र क्षेत्र, गीत सङ्गीतको क्षेत्रमा पनि उहाँको अनुपस्थितिले अपूरणीय क्षति भएको हामीले महसुस गरेका छौँ। शिव रेग्मी वास्तवमा नेपाली चलचित्र उद्योगका ज्यादै दिग्गज व्यक्तित्व हुनुहुन्छ, जसले नेपाली समाजमा रहेका घटना परिघटनालाई लिएर एउटा मौलिक चलचित्र चाहिँ उहाँले बनाउने गर्नुहुन्थ्यो र उहाँले चलचित्रको माध्यमद्वारा मनोरञ्जन दिनुको साथसाथै नेपाली समाजलाई प्रत्यक्ष सकारात्मक सन्देश पनि प्रवाह गरेका हिसाबले गर्दाखेरि पनि उहाँलाई धेरैले मन पराउने गर्नुहुन्छ, धेरैले मनमनमा राख्ने गर्नुहुन्छ। नेपाली चलचित्रलाई प्राविधिक रूपले भन्दा पनि यसको सामग्रीमा गुणस्तरीयता दियो भने मात्रै गुणस्तरीय चलचित्र बन्न सक्छ भन्ने चाहिँ सोच थियो उहाँको। अहिले पनि एउटा आफ्नो अभिभावक गुमेको मैले महसुस गरेको छु। आयो टप्प टिपी लग्यो टारेर टर्दैन थियो, इन्द्रै बिन्ती गरून् झुकेर पदमा यो बिन्ती मान्दैन थियो। बेसो टेलिभिजन परिवार नेपाली चलचित्रको विकास र श्रीवृद्धिमा उहाँको देनप्रति उच्च सम्मान व्यक्त गर्दै निर्देशक रेग्मीको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। क्यामेरा पर्सन रमेश बसेतको साथमा केशव लोहनी, भरतपुर। दिनमा घाम भए रातमा जुना, दिनमा घाम भए रातमा जुना, जति हाँसौ जति नाचौ
दुई दिनको पाहुना हो, दुई दिनको